सम्पूर्ण साथीहरुमा नमस्कार र स्वागत छ मेरो YouTube च्यानलमा। आज म हजुरहरुलाई बहस नोट भन्नेको के हो भन्ने कुरा बुझाउँछु र अब ढिला नगरिकन स्टार्ट गर्छु। म बहस नोट के हो? जस्तो कि कुनै मुद्दामा आफ्नो पक्षको तर्फबाट कुनै कुरालाई प्रमाणित गर्न वा खण्डन गर्न गरिने छलफल वा तर्क वितर्कलाई बहस भनिन्छ भन्ने कुरा मुद्दामा बहस गर्न अधिकार प्राप्त कानुन व्यवसायीले आफ्नो पक्षको तर्फबाट पेश गरिने तथ्यगत एवं कानुनी बुदाहरूको टिप्पणी वा बुदागत टिप्पणीलाई बहस नोट भनिन्छ र मुद्दाको कुनै पक्षसँग सम्बन्धित नरहेको अदालतको भित्र वा निशुल्क कानुन सेवा गर्ने कसैको पक्षमा नलागी यथास्थ रूपमा आफ्नो विचार व्यक्त गर्ने अदालतलाई रचनात्मक रूपमा ठोस सहयोग पुर्याउने विद्वान कानुन व्यवसायीको तर्कपूर्ण कानुनी अभिव्यक्तिलाई पनि बहस नोट भनिन्छ। यसैगरी यस्ता बहस नोट गम्भीर विवादास्पद विषयवस्तु भएको, संवैधानिक वा कानुनी जटिलता उत्पन्न भएको विषयमा प्रस्तुत गरिन्छ। यसैगरी सामान्य मुद्दामा प्राय प्रस्तुत गरिँदैन। यसैगरी नेपालमा सम्मानित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनहरूमा कानुनी जटिलता उत्पन्न भएको विषयमा बहस नोट प्रस्तुत गर्ने प्रचलन भए तापनि हाल प्रचलित कानुनी जिल्ला अदालत नियमावली 2075 को नियम 63 मा इजलासले सुनवाईको लागि पेश तोकिएको मुद्दामा पक्ष वा निजको कानुनी व्यवसायीलाई पेशीको दिन अगावै वा निश्चित समय तोकी बहस नोट पेश गर्ने आदेश दिन सकिने। यस्तो आदेश नभए पनि मुद्दाको पक्ष वा निजको कानुनी व्यवसायी आफैले बहस नोट पेश गर्न चाहेमा मुद्दाको सुनवाई हुनु अगावै बहस नोट पेश गर्न सकिने व्यवस्था गरिएको छ। यसरी बहस नोट पेश गर्दा निर्णय गर्नुपर्ने प्रश्न स्पष्ट खुलाई सो प्रश्नमा सीमित रही बहस नोट पेश गर्नुपर्ने छ। उच्च अदालत नियमावली 2063 को नियम 83 को उपनियम 3 र सर्वोच्च अदालत नियमावली 2074 को नियम 76 मा पनि बहस नोट पेश गर्न सकिने व्यवस्था गरिएको छ। बहस नोटमा यथागत तथ्यगत विषय स्पष्ट गरी विषयवस्तु अनुसार संवैधानिक एवं कानुनी प्रश्नमा विवेचना गरी अदालतलाई ठोस सहयोग पुर्याउने गरी प्रस्तुत गरेको हुनुपर्छ, जसबाट सम्मानित अदालतलाई रचनात्मक सहयोग पुग्न सकोस्।